वेलकम टु माई ब्लग गाइज होइन। आजको ब्लग मिनी ब्लग हुनुहुन्छ गाइज होइन। लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला, यति नै भन्न चाहन्छु होइन। आज मेरो छुट्टी थियो गाइज, त्यही कारणले यसो छोटो मिठो ब्लग बनाएको छु, हेरेर माया गरिदिनु होला गाइज। भोक लागेको थियो गाइज होइन, दाल चालु गरेको, भात हेरेको गाइज, भात पनि रहेछ होइन, भात हेरेको अरू केही छ कि नै भनेर हेर्नु पऱ्यो होइन। त्यसलाई एउटा रोटी रहेछ गाइज होइन, के गर्ने, रोटी भयो भने खानु पऱ्यो, तर हल्का पछि खान्छु मैले होइन गाइज। पहिला पानी खान्छु, पानी प्यास लागेको छ। मिट्टीको काँक्रा भन्छ होइन गाइज, यो गाउँघरतिर हुन्छ, तर यसमा चिसो पानी हुन्छ गाइज होइन। एक गिलास पानी पिएको गाइज होइन, जति पियो त्यति पिन मन लाग्ने कि गाइज, लास्टै चिसो पानी चाहिँ होइन। अब यसलाई ढकन लगाएर राखिदिन्छु गाइज होइन मैले। अनि मैले अस्ति भर्खर पिसी किनेको थिएँ गाइज होइन, हुन्छ त किबोर्ड किनेको थिएँ कि गेमिङ फोनको लागि किबोर्ड किनेको थिएँ। अनबक्स त मैले गरिसकेको थिएँ गाइज होइन, यता साइडमा छ, अहिले एकछिनमा फेरि अनबक्स गरेर देखाइदिन्छु है गाइज। अब यही हो होइन, बक्स यही हो, हजुरलाई म देखाउँछु अनबक्स गरेर होइन। माया गरिदिनु होला होइन, महत क्याजीलाई यति नै भन्न चाहन्छु। हेर्नुहोस् गाइज होइन, किबोर्ड सिबोर्ड छ, माउस छ, किबोर्ड छ होइन। फोनमा जोड्ने हो कि यो तारहरू, फोनमा जोडेर फोनमा खेल्न मिल्छ गाइज होइन, फोनमा खेल्ने हो। अनि फोनमा खेल्ने हो अनि के गरौँ सोचिरहेको थिएँ गाइज होइन, के गरौँ भनेर याद आयो क्या मलाई गाइज होइन। अस्ति मैले एउटा बुफर किनेको थिएँ, उता छ बुफर होइन, बुफर ल्याउन गएको गाइज होइन। बुफर हेरेको त गाइज एउटा कानै छैन कि बुफरको, एउटा कान अस्ति छत्तिएर अनि एउटा कानै उक्केको गाइज होइन। त्यो पनि गीत चाहिँ राम्रै बज्छ होइन, कति 500को हो, जो राम्रो छ बुफर। भोक लाग्यो गाइज होइन, अब चाहिँ रोटी खानु पऱ्यो भनेर रोटी खान लाग्यो गाइज होइन। म अब एउटा रोटी छ गाइज, तरकारी केही छैन होइन, निक्लै रोटी खान्छु अब, निक्लै रोटी खान्छु गाइज होइन। निक्लै रोटी खाइरहेको छु गाइज होइन, के गर्ने, नाङ्गे किन बसेको छ भनेर सोच्नु होला गाइज होइन। गर्मी भएर हो टी सर्ट खोलेर बसेको, म माथि हेर्छु केही खानेकुरा छ कि रोटीसँग भनेर हेरेको, चिनी रहेछ गाइज, के बिहान बिहान चिनी खानु भनेर नखाएको होइन मैले। अनि हेरेको दाल, त्यो दालसँग म रोटी खाँदैन कि कहिले पनि, भात दाल मात्र हो। तर भात हालेर खान्छु भने भात हालेँ होइन, हिजो नखाएर गएको थिएँ नि म, त्यही कारणले आज बिहान बिहान भोक लाग्यो कि मलाई। यो दाल चाहिँ मेरो फेभरेट हो होइन, लास्टमा मनपर्छ मलाई होइन यो दाल। बरु तरकारी चाहिएन, दाल भात चाहिँ मैले यो दाल भात चाहिँ म खान्छु गाइज होइन, हालेर तल बसेर होइन गाइज। अनि खान्छु अब मैले होइन, सुरु गर्छु गाइज, किनभने बाबाले बनाएको होइन। मेरो बाबा कुकम्यान हो नि त, होटलमा काम गर्नुहुन्थ्यो, मैले काम नगर्नु भने छोडाइदिएको। क्या मिठो छ क्या गाइज होइन खाना, आज बाबाले पकाएर जानुभएको। अर्को गाँस खाना बित्तिकै क्या मिठो खाना बनाएर जानुपर्छ क्या आज बाबाले होइन। यस्तो खाना त डेली खाइरहेको छु नि गाइज मैले होइन। अब बाबा कुकम्यान हो नि त, पानी ल्याउन गएको होइन, पानी आइदिएन कि त्यहाँबाट माथिबाट तानेको होइन। खाना खानु त पानी चाहियो नि गाइज, को ल्याइदिन्छ, एक्लै छु नि त म आज, त्यही कारणले पानी चाहिँ तल राखेको होइन। पानी सानी राखेर अब खाना बसेको होइन। पहिला पानी सानी पिएँ आनन्दले, अब भात खान्छु गाइज होइन मैले। फेरि मुछेर ल्याम भात हानेको गाइज होइन, कस्तो मजा आएको कि खाना, के गर्ने गाइज, यस्तै छ जिन्दगी बेङ्गलोरको, रमाइलो हुन्छ, जोस् रमाइलै छ भनौँ गाइज होइन। कमाउनेले कमाइरहेछन्, हामीले पनि कमाइरहेछौँ होइन, केही छैन, प्रगति गरौँला, त्यति ठुलो प्रगति नगरे पनि शान्तिले प्रगति गरौँला होइन गाइज। के छ 2 दिनको जिन्दगी मरिलानु के छ र, पसिनाले गाइज होइन हैरानै गऱ्यो कि, यस्तो माथि फ्यान चल्दाखेरि पनि पसिना आएको छ क्या गाइज, के गर्ने, यस्तो गर्मी छ बेङ्गलोरमा, पुरै छोडिदिनु ल गाइज। अब होइन भात पनि सक्यो होइन, फेरि थपी खाने हो कि गाइज, म त आज बहुत मिठो लाग्यो खाना होइन, थपी खान्छु गाइज होइन। फेरि खाना थप्न जान्छु, खानु त पऱ्यो गाइज, हिजो राति मैले खाना नखाएर गएको ड्युटी होइन। अनि आउने बित्तिकै आज बिहान आएको, भोक चाहिँ लास्टै लाग्यो कि, त्यही कारणले अनि आज चाहिँ थपी खाने, त्यही माथि मिठो भात पकाएर जानुपर्छ बाबाले,
क्या नै गाइज 2 दिनको जिन्दगी खाएर जानुपर्छ क्या, मरेर लानु केही छैन गाइज होइन। अब यस्तै छ जिन्दगी भनेको गाइज जिउन सिक्नुपर्छ क्या मान्छेले, जसरी भए पनि कमाएर खाने होइन, आफ्नो लागि पुग्यो भइगयो कि यस्तो हो गाइज। धेरै सम्पत्ति गरेर होइन मरेर लानु त केही छैन नि गाइज, त्यही कारणले हो जुद्ध हुँदासम्म रिल्याक्स गर्ने होइन, भातसात हालेर अब बसेर होइन फेरि सुरु गर्न लाग्यो गाइज म खाना खान होइन। अनि कोही गाली गरेको गाइज यार मलाई छुट्टिएँ, तर त्यो भिडियो चाहिँ हालेन गाइज। खानासाना सकेर अब हात धुन गएको होइन म, हातसात धोएर अनि एकछिन आरामले सुत्छु होइन, पछि 2-3 बजेतिर उठेर अनि नुहाइधुवाइ गरेर ड्युटी जानुपर्छ गाइज होइन। के गर्ने गाइज यतिको त हुनु पऱ्यो त, लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होइन, धेरै धेरै माया छ गाइज होइन, सपोर्ट चाहिँ दिनु पऱ्यो क्या गाइज। भर्खर मैले भ्लग स्टार्ट गरेको होइन, सपोर्ट दिनु पऱ्यो होइन, माया गरिदिनु पऱ्यो सबले होइन। म चाहिँ यति नै भन्न चाहन्छु होइन गाइज। अब अरू मेरो भनाइ केही छैन गाइज होइन, साथ सपोर्ट चाहिँ गरिदिनु पऱ्यो गाइज होइन मलाई, महत गाइजले साथ सपोर्ट गरिदिनु पऱ्यो। आजको लागि यति गाइज।